आज चाहिँ हाम्रो भाइको सुनिल भाइको मानी सुरु हुँदैछ। त्यहाँदेखि स्वयं आउनु भएको छ र यहाँनिर गाउँले सब आउनु भएको छ। यो आसिङ त हेर हो आसिङ कान्छा सिंह सबै आउनु भएको छ। यो बत्ती बाल्छ लाडु जो आउनु भएको छ हो स्वरूपबाट। यो त छँदैछ जहिले नि हाम्रो अर्जुन आसिङ आउनु भएको छ बाख्रीकोटबाट। भ्याए नभ्याए आउनु भएको छ। आज मात्रै मेरो दाजु जस्तै ऐ मारे बुढी भाइ यो सुरेश भाइले कस्तो खडेको अहिलेदेखि कोपी अब मालिक पालै मेरो माइला भाइ माइलाहरूलाई गति छैन गति यो पनि मेरो माइला भाइ हो। ज्वाइँ हेमन्त ज्वाइँ ह्यान्डसम ज्वाइँ। यो चाहिँ पानी खाए जान्छ बिहान रोटी खाएर। यो चाहिँ हाम्रो कुकम्यान जहिले 20वटा खाएको छैन 5वटा 6वटा खाला। भाउजू हुनुहुन्छ ए यता त भुलेछ नि म त मेरो साइली बहिनी यता भानिस हो जन भानिस। यो दिवाङको यो हाटी भन्छ यसको नाम चाहिँ हाटी खै हाँसेको यो आइगयो यो आएर चाहिँ एक्टिभिटी भइहाल्छ। यो छोरी हो कान्छी छोरी तर आज चाहिँ हेरेको कस्तो कस्तो हाँस्यो नदुरी। यो मेरो सुमित्रा बहिनी आज यस्तो अर्ग्यानिक हो नि पानी बस्नु कस्तो दामी। एकताल सरुनाले उयो के भन्छ सुँगुरको मासु बनाएको कम्ती दामी भाइहरू भएको नि। मैले यो अमला अन्त भोलि मर्छ भनेर थाहा भएको भए त हामीले सबै गर्थ्यौँ होला नि त। त्यो हामीलाई थाहा हुँदैन मलाई। त्यो थाहा नभएको कारणले गर्दा चाहिँ अहिले हामी यो जुन अहिले यो लाइफ छ नि है बिहान उठ्यो ब्रस गर्यो खाना खायो है अब मराउ जानुपर्छ नि यहाँ आयो एउटा लाइफ भयो नि त। अनि भोलिको दिनमा चाहिँ हाम्रो अब
लाइफबाट हामी गुजरात गर्छ हामी अब मेटिन्छ अनि अहिले हामीले सपना देख्दाखेरि चाहिँ सपना चाहिँ एकदम नराम्रो सपना देख्यो भनेपछि चाहिँ हामीले के गर्छ बिहानै उठेर टोइलेट गएर थुक्छ हुँदैन हौ त्यसमा हुँदैन मरेको मान्छे देख्यो भने झन् बेसी मान्छेलाई मनमा नामको मनमा नराम्रो औडाहरू दिन्छ नि अनि राम्रो सपना आयो भने चाहिँ एकदम खुसी हुन्छ मैले राम्रो सपना देखेँ तर अहिले आज हाम्रो यो लाइफ छ नि यो लाइफ चाहिँ हामीले बिहानदेखि बेलुकासम्म चाहिँ लामो लाग्छ 24 घन्टा सुत्नु चाहिँ हामी 8 घन्टा 10 घन्टा चल्यो भने 12 घन्टा सुत्छौँ अनि त्यो सुतेको टाइममा चाहिँ 2 सेकेन्ड चाहिँ यति राम्रो राम्रो सपनाहरू देख्छ है तपाईँहरूको लाइफमा त्यो घटेको छ त्यो सपना चाहिँ कहिले 1 वर्ष अगाडि देखेको 6 महिना अगाडि देखेको 2 दिन अगाडि देखेको वर्ष दिन अगाडि देखेको त्यो सपनाको स्वाद चाहिँ तपाईँहरूको दिमागमा छ यस्तो दामी सपना देखेको थिएँ भन्ने एउटा स्वाद छ नि त अनि त्यो 2 सेकेन्डको सपना देख्दाखेरि हामीलाई त्यस्तो स्वाद छ भने अब 8 घन्टा सुत्दैछ 2 सेकेन्डको सपना देख्दैछ भने अरू सपना पनि कच्चा र पच्चा के देख्छ नि त तर त्यो चाहिँ याद हुँदैन नि हामीलाई एकछिन याद भयो भने एकछिन बिर्सिन्छ नि होइन बिर्सिन्छ एकैछिनमा त्यो खाँच्चा र पच्चा देखेको सपना चाहिँ एकछिन याद भयो भने एकछिनै बिर्सिन्छ जस्तै आज मान्छेको जीवन चाहिँ त्यस्तो छ अहिले लाइफ चाहिँ हाम्रो हो त्यो सपना देखेको 2 सेकेन्डको मिठो सपना देख्छ नि त्यो 2 सेकेन्डको सपना मिठो देखेको सपना चाहिँ हो हाम्रो त्यो चाहिँ लाइफ हुन्छ अब हामी मरेर कहाँ जाने त मरेर जाने जग्गा हुनु पर्यो नि है बिहान उठिसकेपछि त अघि मैले भनेको बिहान उठेर हात मुख धुए चिया खाएँ आज म यहाँ आउँछु भनेर रेडी भएर आयो अब यहाँ काम सके म घर जान्छु भनेर रेडी हुन्छ तर मरेर गएर चाहिँ कहाँ जाने त्यसको जग्गा हुनुपर्छ के त्यो जग्गा चाहिँ कहाँ बनाउने किन बनाउने कहाँ जाने कसले लाने त्यो जग्गामा कसले पुऱ्याउने हिजो मरेर त हामीले जङ्गल पुऱ्यायो बिमारी भयो भने हस्पिटल पुऱ्यायो मरेर चाहिँ कहाँ जाने अनि कसले लाने हो त्यो चाहिँ हामीले ठुलो कुरो दिमागमा राख्नुपर्छ म पनि मर्ने रहेछ म पनि यस्तै अवस्था हुने रहेछ लास्टमा भनेर चाहिँ अहिले हामीले धर्म गर्ने हो धर्मलाई मन बनाउने हो अब हिजो सबै काम सकिसक्यो नि उहाँको त तपाईँको हिसाबले हो भने सबै सकिसक्यो नि होइन सक्यो अब हिजोको अब एउटा पाठ गरिसक्यो उहाँको धर्म उहाँको हिसाबले हो भने अर्को जुनिलिसक्यो तर हाम्रो हिन्दू धर्ममा हो भने अझै पनि 45 दिन छ बुद्धिस्ट धर्ममा हो भने अझै पनि 49 दिन छ है अनि 49 दिनसम्म अब हामीले के गर्ने त हामीले किन पूजा गर्ने हो त उहाँको निम्तिमा पूजा होइन आफ्नो निम्तिमा पूजा गर्ने हो मर्ने त मरेर गयो नि ऊ कहाँ गएर बस्यो त्यो हामीलाई थाहा छैन है यो जग्गामा डढाएको थियो यो जग्गामा गाडेको थियो यो जग्गामा चाहिँ हाम्रो राखेको थियो भन्ने एउटा नामतोक भन्छ एउटा मनको कल्पना मात्रै त्यहाँ छ तर उहाँको हंसले कहाँ पुग्यो त त्यो थाहा छैन नि हो त्यो आज हामीलाई थाहा हुनुको लागि चाहिँ हामीले राम्रो विचार गर्नुपर्छ विशेष गरी बुहारीले छोरी 2 जना रहेछ है संसारमा कसको घरमा दुःख भएको छैन त्यो मनमा लिने हो मलाई मात्रै दुःख परेछ भनेर हरेस नखाने हो मनभित्रको देवतालाई अगाडि बढाउनुपर्छ अब केही कथङले हामी मर्ने त अगाडि पछाडि हो नि त केही कथङले तिमी अगाडि मरेको भए उहाँको बदलीमा चाहिँ तिमी अगाडि मरेको भए चाहिँ यो नानीहरूको भविष्य के हुन्थ्यो तिमी अगाडि मरेर चाहिँ ऊ पछाडि मरेको भए चाहिँ ऊ चाहिँ बेसी बाँच्थेन अहिले जति बाँचे नि त्यो भन्दा छिटो मर्न सक्छ किन भन्दा चाहिँ मलाई बुढीले त छोडिहाल्यो त्यस्तो फिलिङ्स हुन्छ त्यो भित्रको आत्मा चाहिँ उहाँले कमजोर बनाइसकेको हुन्छ अलरेडी कमजोर थियो अझै कमजोर भएर गएको त्यसले गर्दा चाहिँ तिमी अगाडि मरेन उहाँ अगाडि मर्यो अब तिमी चाहिँ कति बाँच्छौ त्यो आफ्नो कन्फिडेन्टमा बाँच्नुपर्छ 14 वर्ष 15 वर्ष 20 वर्ष बाँच्नु सक्छ किन भन्दाखेरि चाहिँ
हो भित्रको कन्फिडेन्स चाहिँ यो छोरी दुईजनालाई हेरेर तिमीले माग्नुपर्छ आफ्नो कन्फिडेन्स बाहिर निकाल्नु सक्नुपर्छ मलाई मात्रै पर्यो मेरो छैन सँगै सुत्ने सँगै खाने मलाई छोडेर गयो अब म पनि खान्छु म पनि मर्छु भन्यो भने त्यसको दबाई छैन त्यसको दबाई छैन है छैन नि त सबैको जीवनमा यो दुःख हुन्छ दुःखलाई नै हामीले सुखमा परिवर्तन गर्न सक्नुपर्छ मलाई दुःख भयो मैले केही गर्नु सक्दैन भन्यो भने चाहिँ त्यो प्यारालाइज भएको मान्छे हुन्छ नि त्यो त एउटा मात्रै प्यारालाइज भएको हुन्छ हाम्रो दुईटै प्यारालाइज हुन्छ हेर्दा चाहिँ राम्रो देख्छ तर सबै प्यारालाइज भएको त्यसले गर्दा घरको आमाले पनि यो सोच्नु है अब म अगाडि मरे भएर आज मेरो छोराछोरीले केही गर्नु सक्दैन रहेछ भनेर सम्झिने उहाँ अगाडि मऱ्यो उहाँको निम्ति मैले प्रार्थना गर्नुपर्ने रहेछ पूजा गर्नुपर्ने रहेछ उहाँको निम्ति मैले दान दक्षिणा गर्नुपर्ने रहेछ त्यो कारणले गर्दा चाहिँ उहाँको जुनी चाहिँ अर्को चाहिँ 84,000 लाख जुनी चाहिँ राम्रो भएर आओस् भनेर हामीले सम्झिनुपर्छ र आज हामीले चाहिँ यो सम्झिँदै मरेर गएर कसले देखेको छ संसार स्वर्ग नर्ग भन्छ नि यो हाम्रो तपाईँ आँखाको सामुने छ स्वर्ग र नर्ग चाहिँ त्यो कुकुर छ नि त्यो कुकुरलाई कति दबाई पानी गरेको छ घरमा सँगै सुताउँछ सँगै हिँड्छ त्यो मान्छेको एट्र्याक्सनमा ऊ बसेको छ त्यस्तो कुकुर त कति छ गाउँमा होइन अनि हो त्यो उसको धर्म चाहिँ हिजो कर्म राम्रो भएको कुकुर भए तापनि उसको भाग्य राम्रो भएर हाम्रो त जुनी त फेर्ने हो नि त मर्ने होइन हाम्रो सर्ने हो आज चाहिँ हाम्रो भाइको सुन भाइको माने सुरु हुँदैछ त्यहाँनिर स्वयं आउनु भएको छ र यहाँनिर गाउँले सब आउनु भएको छ यो आसिङ हेर हो आसिङ कान्छा सिंह सबै आउनु भएको छ यो बत्ती बल्दा लाडु जो आउनु भएको छ हो स्वरूपबाट यो त छँदैछ जहिले पनि हाम्रो अर्जुन आसिङ आउनु भएको छ बाख्रीकोटबाट भ्याए आउनु भएको छ पैसा के नाम आज म त मेरो दाजु जस्तै भन्छ है मारे बुढी भाइ यो सुरेश भाइले त्यो खडेको अहिलेदेखि नै कोपी आज मालिक पार्दै मेरो माइला भाइ माइला गति छैन गति यो पनि मेरो माइला भाइ हो ज्वाइँ हेमन्त ज्वाइँ हेमचन्द ज्वाइँ यो चाहिँ पानी खाए जान्छ बिहान रोटी खाएर यो चाहिँ हाम्रो कुकम्यान जहिले 20वटा खाएको छैन 5वटा 6वटा खाला भाउजू हुनुहुन्छ